मेरो युट्युबको नाम चाहिँ अब के मैले युहान बोकेर दिल्ली भ्लगर भनेर हेलो जय सबैजनालाई गुड मर्निङ। तपाईहरु नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब लाइक कमेन्ट अनि तपाईलाई चाहिँ कस्तो लाग्छ सुझावहरु दिने कुराहरु। हेलो जय सबैजनालाई गुड मर्निङ। आज शनिबार, आज हामी स्याला जाँदैछौँ। स्यालाको चर्चमा सेवा समितिको लागि। तपाईँलाई थाहा होला जुन चाहिँ स्याला र गाजा अनि के अरे ऊ होला त्यो चाहिँ अप्रिय घटना घटेको थियो। अनि यो मण्डलीको उत्साहको लागि होइन अवसर आओस् भनेर हामीहरू जाँदैछौँ। हाम्रो मण्डलीबाट हाम्रो भान्जी अनि हाम्रो फुपू आउनु भएको छ अनि हाम्रो दाउद अङ्कल अनि बाजे पनि आउनु भएको छ। आशा छ हामी जे गर्छौँ र एकअर्काको उत्साहको लागि प्रेरणाको लागि गर्छौँ भन्ने भनेर हो। ओके लेट्स सी गाइज। अब भीमाई पनि पारिबाट जोइन हुन्छन्, उनी पनि आउँदैछन्। एकैचोटि तपाईँलाई चाहिँ डाँडामा होइन सेलतारीको डाँडामा पुगेर भेट्छ है त। ओके हेलो तपाईँहरू चाहिँ सेलतारी डाँडामा पुग्यौँ। अब म स्कुलमा पढाउँदाखेरि आउने थकाइ मार्ने रेस्टानी थियो। अब त पढाउने दिन पनि गइहाल्यो। मेरो युट्युबको नाम चाहिँ अब के मोडिफाई गरेछ भन्दाखेरि वाइबी अथवा युहान बोकेर दिल्ली भ्लगर भनेर छ। यो चाहिँ मैले ब्यानर मात्रै एडिट गरेको छु। जसको युट्युबको नाम चाहिँ त्यही नै छ, युहान बोकेर नै छ। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब लाइक कमेन्ट अनि तपाईँलाई चाहिँ कस्तो लाग्छ सुझावहरू दिने कुराहरू त्यति राख्नु होला। म त्यही अनुसारको पनि म बिस्तारै अपडेट गर्छु होइन। र मेरो अर्को पनि छ, अर्को युट्युब च्यानल वाइबी म्युजिक कभर च्यानल छ। अनि मलाई नै आफ्नै च्यानलको नाम थाहा नभएको बिर्सेर म चाहिँ त्यसमा प्रायः अब कभर सङहरू, गिटार लेसनहरू, जे पनि म्युजिक सम्बन्धी चाहिँ म केही कुराहरू राख्नेछु। तपाईँले चाहिँ त्यसमा चाहिँ जोडिन सक्नुहुन्छ। र मेरो यो युहान बोकेर एन्बा होइन यो च्यानलमा चाहिँ म आफ्नो डेली लाइफको अपडेट गराउँछु अनि त्यो भ्लगहरू होइन त्यही त्यस्तो ट्राभल इभेन्टहरूको बारेमा बनाएर हाल्छु। ओके त्यसै गाइज। अब हामी जानु थालेको चाहिँ उपारीको गाउँ हो स्याला, त्यहाँको चर्चमा जाँदैछौँ। त्यो चाहिँ हाम्रो टोली भयो, हाम्रो अगुवाहरू अनि भीमभाइहरू म यहाँ छौँ। हाम्रो अझ आउनुभयो उहाँहरू चाहिँ यो चाहिँ सेलतारी डाँडा है, सेलतारी डाँडा माथि हेर्नुहुन्छ भने यस्तो छ। आहा अझ तलतिर देखाउनु पर्ने हो र नदेखाए हुन् र नडराउनु होला है। सही डेन्जर छ बाटो चाहिँ, बाटो दिस इज डेन्जर है। आहा गयो भने तलेको त्यति भ्यागुता खान जाने भ्यागुता चाहिँ माछा नपाइकेला सायद त्यति। या सलाम ल। ओके गाइस, अब चाहिँ यसरी डाँडा काँडा हरियाली वन जङ्गल हिमालहरूमा सेताम्बे हिउँ है यो देख्दा त आहा साह्रै आनन्द पाउँछ त। ओके गाइस, साथीहरू, दाजुभाइहरू, दिदीबहिनीहरू र साथीहरू, अझै तपाईँको माया, तपाईँको साथ सपोर्ट सधैँ यस्तो भइरहन्छ है। मलाई थाहा छैन म कति राम्रो बोल्न सक्छु, कति म यो बोल्ने कुरामा चाहिँ अलिकति आउँदैन र पनि प्रयास गरिराखेको छु। कति बेला चाहिँ शब्दहरू अलिकति रुड आउन सक्छ, डोन्ट माइन्ड प्लिज है, माइन्ड नगर्सेला। के हो गाइस कमेन्ट गर्नुहोस्। मेरो झोला कछुवाको ढाड
लगभग सेम उस्तै छ भन्छ भरे हाम्रो अङ्कलहरू चाहिँ खोला पनि तैरिसक्नु भयो वाउ जम्प क्या नाइस खिचौँ न अलिक खिच्नै न यसरी देख्छ जसरी धाराले चोको रस चुस्छ ल हामी चाहिँ एउटा पास्टरको घर यहाँ पुग्यौँ चर्च अझै माथि छ अब हामी चाहिँ चर्चमा पुगिसक्यौँ हाम्रो जेठल गाउँ यही हुनुहुन्छ म आज यति चाहिँ हामीलाई थाहै भएन पत्तै भएन त्यसको सामना हामीले गरिराखेका छौँ अहिले जीवनमा सरी सके